हेर्नुहोस् गोर्खा रेजिमेन्ट खुकुरी त्यहाँ चाहिँ खुकुरी हेर्नु त भिडियो छ त्यहाँ सो यो सबै भिडियो वेलकम दामी जग्गा छ त्यहाँ पुल गएछ त्यहाँ पुल फाइनली हामी हर्का साम्पाङ पार्क आइसकेको छौँ अरे भेना भेनाको एकदम इच्छा थियो पार्क आउने है तर अब हेरौँ हर्का साम्पाङले अब कतिको निःशुल्क गराउनु भएको छ होला यो रहेछ है हाम्रो धराने हर्का साम्पाङज्यूले गर्नुभएको पार्क लेट मी सी यो भयो पुल है त पार्क यहाँ रहेछ भित्र लेट सी गएर घुम्नुपर्छ त पार्क हो जाने भित्र फेरि छिर्नु नि त हामीलाई त 35 रुपियाँ हो टिकट काट्नु छैन मान्छेहरू आमा खोइ धेरै यार इन्ट्री हाम्रो सधैँ फ्रीमा दिनु पर्ने त नि है दुईवटा टिकट दिनु न हामीलाई टिकट दिनेछ हामीलाई 70 रुपियाँ दिनुहोस् न तपाईँ बोक्नु त हामी हर्का साम्पाङज्यूको पार्क घुमौँ हामी पैसा पनि टिकट पनि काटेँ के भयो टिकट पनि काटेँ सो अब भिजिट धरान हाम्रो हर्का साम्पाङज्यूले बनाएको कस्तो रहेछ नि त पानीको पाइप यही होला होइन ग्यास यही पाइप ल्याएको छ हाम्रो हर्का साम्पाङज्यूले धरानबाट त्यहाँदेखि यो भिजिटहरू यस्तै रहेछ ठाउँहरू घुम्ने ठाउँहरू यस्तै छन् तर यहाँ चाहिँ जोडी आउँदैछ नि त भेना होइन जोडेर आउनुपर्छ होला भेना है ओ दामी है त धरान हो भिजिटिङ त्यस्तै हो यो छ अलिक फर्किनु पर्छ भेना यही हो पार्क गाइस लेट्स सी म माथि पुग्छु है त गाइस ल हाम्रो हर्का साम्पाङज्यूले यो खोला बगाएर बनाएको छ है त गाइस यही हो श्रमदान गरेर बनाएको यही रहेछ है त घाँसहरू चाहिँ माथि जान्छु म हेर्छु अनि यो चाहिँ म हो फाइनली हर्का साम्पाङज्यूले बनाएको फन पार्क पनि घुम्न आयो आउनु भेना है त गाइस यति हो भरे ब्लगमा हेर्नु होला युट्युब ब्लगमा साम्पाङ पार्क यही हो है त बबा ठाउँ छ हाम्रो भेना आउनुहुँदैछ यतातिर साम्पाङको पार्कमा चाहिँ यस्तो यस्तो पनि रहेछ है हजुर भिजिट गर्नु सक्नुहुन्छ दामी ठाउँ पार्क रहेछ होइन सो म चाहिँ भिजिट गरिसकेँ सो यो सबै भिजिट गरेँ वेलकम धरान लेखेको छ त्यहाँनिर होइन माथि मान्छे त्यहाँ दामी ठाउँ छ है सो त्यहाँ गएँ त्यहाँ पुलमा बसेँ बबा ठाउँ छ है त हेर्नु हजुर भिजिट गर्न सक्नुहुन्छ है त अनि यसले यो चाहिँ म हो अहिले यसमा किरण धरान पार्क घुमेको आज म हर्का साम्पाङ है त समदाम पार्क सो गाइस हाम्रो हर्का साम्पाङज्यूको पार्क के रहेछ गाइस यहाँबाट दामी जग्गा छ त्यहाँ पुल गएछ त्यहाँ पुल सो त्यहाँ जाने त्यहाँ खान्छौँ त्यहाँबाट टक्कसँग माथि बवाल ठाउँ रहेछ है त गाइस ल गाइस हेर्नुहोस् हाम्रो हर्का साम्पाङज्यूमा त यो आरा काटेको बनाएको रहेछ तर यो आरा काटे अलिकति सुहाएन है त गाइस होइन टक्कसँग आरा सिधा अब आला हर्का छड्किनु पर्थ्यो होइन सो माथिको मान्छे झुकेको छ हल्का ठिकै छ तर यो मान्छे ठिकै तर हल्का यो मान्छे यो माथि हेरेको हुनुपर्ने कि मान्छेले है थोरै भएन क्या हेर्नुहोस् यही हो तर ठिकै छ यतिको बनाउनु भनेको धेरै राम्रो बनाउनु हो सो गाइस अब सक्यो यति नै अब हामी घर जान्छौँ है त गाइस